केही दुई शब्द भन्दैन न। के बोल्नु म चिया खानु साथीकोमा सधैँ आउँछु रमाइलो लाग्छ अब म चाहिँ बिहान 6 बजे निक्लिन्छु अनि साथीकोमा 2 कप चिया खान्छु 1 कप फ्रीमा 1 कप पैसामा अब सिकाल बोक्नुपर्छ बोरामा अनि चिया खाएर गएर घाँस काट्नुपर्छ गाईलाई घाँस काटेर फेरि फाल्टो काम गर्नु पर्यो अब पुरा दुःख छ अब भाइरस गर्नु पनि सकिएन बिस्कुट त मलाई मन पर्दैन बिस्कुट कहिले खाँदैन 12 बजे उता चाहिँ म चाउमिन र पुरी चाहिँ पुरै खान्छु धन्यवाद यति नै बोल्नु चाहन्छु अरू म के बोल्नु अब काम गर्नुपर्छ आज चाहिँ पुरी खाने कि नखाने आज त पुरी म भ्यायो भने खान्छु भ्याइन भने खाँदिनँ यतै आउने हो कि कता खाने हो यता त म आउनु सक्दिनँ होला आउनु नि सक्छु उभै खानु नि सक्छु तपाईँको मात्रै दोकान छैन त्यसो भन्छ नि त हो भोक लागेर खटेको बेला चाहिँ मलाई दिनु के दिनु साथी अहिले तपाईँको मात्रै दोकान छैन ल सबैजनालाई गुड मर्निङ साथीबाट पनि मेरोबाट पनि सेवारो दर्शन